यहाँहरु अहिले हेरिरहनु भएको छ दर्शन नेपाल टिभी। हेलो हाई नमस्ते, म हुँ सुरज बिरखोइरे। सल्लाह सुझाव चाहन्छु प्रतिक्रिया पार्ने छैन कसैको मुटु छिया छिया। यदि कसैको वास्तविक जीवनसँग मेल खायो भने क्षमा दिनुपर्ने, यो हो यथार्थ विकृति विसंगतिको शल्यक्रिया। कसैलाई हाँसो कसैलाई पासो, बिरखोइरेको बोली बमबारको गोली पड्के यस्तो टायर जोकरको फायर। सबैजना भन्न थाले बिरखोइरेले देश खायो, सबैजना भन्न थाले बिरखोइरेले देश खायो। झारपात गीत गजल मुक्त कविता, झारपात गीत गजल मुक्त कविता लेखेर देश खायो भन्ने धेरै छन्। अरूका त कुरै छोडौ, त्यो त साथै मेरै छन्। जे पर्यो बोल्न सुरु गर्यो, जे पर्यो बोल्न सुरु गर्यो। आफ्नो पाइला मोड्दैन, कसैलाई नि छोड्दैन। देखे जति बोल्छु सबको पोल खोल्छु, सातो पुत्लै उड्ने गरी वरिपरिको भूतलै। यताबाट सुरु गरौँ कि उताबाट, उताबाट सुरु गरौँ कि यताबाट सुरु गरौँ। हाम्रै देशका नेताबाट देशको सम्पत्ति भ्रष्टाचार गरी खाछन्, जति भर्नु आफ्नै भुँडी भर्या छन्। देशको सम्पत्ति भ्रष्टाचार गरी खाछन्, जति भर्नु आफ्नै भुँडी भर्या छन्। यी देशले नेतालाई केही लछार पाटो लाउँदैनन्, 3 कक्षा पढेका त सर भाछन्। ए नेता हो अब त केही चेता हो, ए नेता हो अब त केही चेता हो। तिमीहरू कस्ता थुत्रो धुवा फाल्ने गाडी जस्ता, थुत्रो धुवा फाल्ने गाडी जस्ता, मकै भुट्ने हाँडी जस्ता पटपट पड्किरहने, तातो तातो नि खान नसकिने, चिसो पनि खान नसकिने, ओसिएका जस्ता, भ्रष्टाचारले पोसिएका जस्ता। तिमीलाई भ्रष्टाचारको झोल पिउँदा पिउँदै समातेर जिउँदै, कोदालाका बिँडले ठोकेर हरियो बाँसमा बोकेर 3 पाटा मोडेर सेतिया बगाएर कालिया खोज्न पर्ने बेला आएको छ सोध्नु पर्ने। ए नेता हो अब त केही चेता हो। यो राजनीति 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 भन्दा सुन्दा तपाईलाई वा के लाग्दैन? काम पाक्दैन? कहिलेकाहीँ त फ्रेस हुँ जस्तो लाग्दैन? रमाइला कुरा सुनाउँ जस्तो लाग्दैन? तपाईलाई म यो राजनीति भन्दा अलिकति फरक कुरा सुनाउँछु। फरक कुरा भन्ने बित्तिकै धेरै कुराहरू हुन्छन्। म तपाईलाई एउटा मिठो एउटा टपिक लिएर आएको छु आज। त्यो टपिकको शीर्षक छ विवाह। विवाह जसको पनि हुन्छ। विवाह भएपछि माया प्रेम सबै थोक हुन्छ भनिरहनु त पर्दैन, तर समाजमा कहिलेकाहीँ अनौठा घटना पनि घट्छन्। आज बिहान मेरो छिमेकी दाइ तपाईँ भनिदिउँ खुलाइदिउँ नभन्नु भन्नुभएको छ, भन्छु। दाइको घरमा बिहान झगडा परिरहेको थियो। दाइ र भाउजू मजाले कुच्चाले ठोक्काठोक, भाउजूले कुच्चाले पछाडिबाट दिइरहनु भएको थियो, भनिरहनु भएको थियो। तर के हो के भएछ भनेर सुनेको भाउजूले भन्दै हुनुहुन्थ्यो, तिमी मलाई माया नै गर्दैनौ, तिमी मलाई माया नै गर्दैनौ। दाइले भन्नुभयो, अलि रिसाएर भन्नुभयो, के यो माया नगरे भई ती 3वटा छोराछोरी इन्टरनेटबाट वाइफाई जोडेर डाउनलोड गरे हो? भाउजूले मुसुक्क मुस्काउँदै भन्नुभयो, यी 3टा छोरी त मैले तपाईको साथीको पेन ड्राइभबाट झिकेको। मैले तपाईलाई यो विवाहको कुरा गरिरहँदा मलाई थाहा छ म अनेक कुराहरू गर्छु। यो विवाहको कुरा गरिरहँदाखेरि, श्रीमतीको कुरा गरिरहँदा झगडा ठाक्कन ठुकुन्दा जसको नि भइहाल्छ हैन। तर त्यति मात्रै होइन, त्यो संवादपछि इन्टरनेटको कुरा गरेपछि, पेन ड्राइभको कुरा गरे पछाडि अहिले त मलाई लाग्छ सबैजना च्याटमा बस्दा बस्दै हस्पिटलबाट सन्तान जन्मिनु भन्दा पहिला चाहिँ फोटो खिच्दै न म अपलोड गर्छु भन्नेसम्म अवस्था आउन सक्छ। त्यस्तो पनि नहोला, फेरि मोबाइल सबैसँग हुन्छ। अब श्रीमतीको कुरा गरेको थिएँ अघि मैले। यो मोबाइल र श्रीमतीको कुरा गरेर त मलाई 2टा कुरा गर्न मन लाग्छ, एउटा समानता एउटा फरक। मोबाइल र श्रीमतीमा फरक के छ त नि? तपाईले अहिलेसम्म थाहा नपाउनु भएको कुरो आज थाहा पाउँदै हुनुहुन्छ। मोबाइल र श्रीमतीमा फरक एउटा मात्रै छ। 2टै चाहिन्छ, आफ्नो ठाउँमा छ। 2टै नभई हुँदैन, बेला बेला चलाउन जिस्काउन पनि पर्छ। तर फरक एउटा छ कि श्रीमती प्यार 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 करायो, बजेको बजै गर्यो भने स्विच अफ गर्न मिल्दैन, तर मोबाइल करायो गऱ्यो भने स्विच अफ गर्न मिल्छ। फेरि समानता एउटा के छ भने मोबाइल होस् या श्रीमती, 2टैलाई बेला बेला चार्ज पनि गरिरहनु पर्छ। मैले यो फेरि चार्जको कुरा गरिरहँदाखेरि यताको दाइको कुरा गरेको थिएँ, अब यताको दाइको कुरा गर्छु। दाइ भनिदिउँ ल? ठिक छ, उहाँले पनि भन्दै भन्नुभएको छ। उहाँ चाहिँ भर्खरै लाहुरबाट आउनुभएको, लाहुरे दाइ। उहाँले मोबाइल लिएर आउनुभयो। अनि मोबाइल लिएर आइसकेपछि घरमा चाहिँ उहाँको बुढीले पनि फेरि मोबाइल चलाएको चलाइ गर्ने, फेरि कति चलाउने ब्याट्री सकिहाल्ने। अनि
जहिले पनि सुत्ने बेलामा चार्जमा राखेर सुत्ने, बिहान उठ्यो कि त चलाइन्जेल चलायो, सुत्ने बेलामा च्याप्प चार्जमा राख्यो, बिहान उठ्ने बेला झिक्ने, त्यस्तो चलन। अनि दाइले एक दिन भाउजूलाई कराउनु भयो, बुढी मोबाइल चार्जमा राखेर सुतै, ब्याट्री सिद्धिसक्यो। अनि भाउजूले भन्नुभयो राखिछु क्या चार्जमा। फेरि धेरै बेर नराख्ने, 1 घण्टा आधी घण्टा राखेपछि झिक, फेरि रातभरि चार्जमा राख्यो भने ब्याट्री पड्किन्छ उड्छ। तपाईँले सिकाउनु पर्दैन मलाई, त्यो पड्किन्छ उड्छ भनेर थाहा पाएर मैले ब्याट्री निकालेर चार्जमा हालिदिएछु। यहाँहरूलाई मैले यो विवाहका कुरा, अनेक कुराहरू, एउटा समाजमा घट्ने परिघटनाका कुरा गरिरहँदाखेरि मलाई मोबाइलको कुरा गरेर त अलिकति जोड्न मन लागिरहेछ। म मेरै गाउँको फेरि अब यता अगाडि कान्छीको कुरा गर्न मन लाग्यो मलाई। के भएछ भन्दा अलिकति पहिला तपाईँलाई पनि होला, एक्चुअली सम्झनुहोस् त, जिन्दगीमा सबैभन्दा पहिलोचोटि मोबाइल लिँदाको क्षण कस्तो थियो सम्झिनुभयो? कतै त्यो मोबाइल चलाउँदा भाइब्रेसन आएर तर्सिनु त भयो नि तपाईँ? कतै मोबाइलमा फोन हान्सी कलसम्म हेर्नु जान्दै नजान्ने त हुनु भएन? त्यस्तै के भएछ भन्दा फेरि भेनाहरू फेरि अचम्म मजाका हुन्छ, सम्झिँदै फेरि सालीहरू भनेपछि विदेश गयो कि घरमा बुढीलाई छोराहरूलाई मोबाइल पठाउनुभन्दा पहिला सालीलाई मोबाइल पठाइदिने। यहाँ हाम्रो कान्छीलाई पनि भेनाले मोबाइल पठाइदिए, स्यामसङको मोबाइल पठाइदिएछ झ्याप्पै पहिले जमानामा 62-63 सालतिर। मोबाइल पठाएपछि के गर्ने त? हेरिन् मोबाइल रिसिभ गर्ने, यता र उता अठाइन् मोबाइल पुरै चल्यो, गीत बज्यो। गीत त कसरी बज्यो उनले मोबाइल त्यो गीत बन्द गर्नै जानिनन्। रमाइलो कुरो के छ भने उनले बन्दै गर्न नजाने, यता गरे नि बन्द हुँदैन, उता गरे नि बन्द हुँदैन, रातभरि बजेको बजेछ। अनि कान खाइसक्यो, निन्द्रा लाग्दैन, ब्याट्री पनि टन्नै टिक्ने रहेछ पहिलो नयाँमा त। अनि उनले के गर्छन् थाहा छ? लास्टमा सट्टा किचनमा गएछन्, प्रेसर कुकर निकालिछन्, मोबाइल प्रेसर कुकर भित्र हालेर बिर्को लगाएर सुतेछ। त्यसैले हामी समयअनुसार चल्नुपर्छ, जमाना अनुसार चल्नुपर्छ। गर्ने भन्दैमा, उपयोग गर्ने भन्दैमा प्रविधिहरू नबुझिकन एकैचोटि धेरै ठुलो एक्सटेन्ड गर्नु पनि हुँदैन। लाहुरमा गए भन्दैमा लाहुरेहरूलाई ल है मोबाइल पठाइदिनुहोस् भनेर पनि भन्नु हुँदैन, किनभने त्यहाँ पनि पीडा छ, उनीहरूलाई कमाउन गाह्रो छ, मोबाइल भन्ने बित्तिकै आउँदैन। त्यो भएर आफूले जस्तो छ बरु सानो मोबाइल सानो जे छ त्यसैमा चलाएर चित्त बुझाउनु पर्छ। मैले यहाँलाई रमाइलो कुरा गरेर 1-2टा मुक्तक नजोडी त हुँदैन। म क्याम्पस पढ्ने बेलामा मेरो एउटा लभ परेको जस्तो थियो। त्यति बेला फिल्म हेर्न म फिल्म हलमा गएको, के हार्ने अब फिल्म हलमा त अँध्यारो हुँदो रहेछ, त्यसका बाजे लास्टमा गएर बसियो। यो फिल्म हल भन्ने चिज यस्तो रहेछ, हेर्नुहोस् फेरि जसले पहिला टिकट काट्छ त्यो चाहिँ लास्ट टाइम गएर बस्दो रहेछ, जसले लास्ट टाइम टिकट काट्छ त्यो चाहिँ अगाडि हुँदो रहेछ। फेरि हामी चाहिँ पहिले टिकट काटेको लास्ट टाइम गएर बस्यो, फिल्म हल, फिल्म चल्यो, अँध्यारो भयो। मैले उनलाई अलिकति अँगालो मारेँ, फिल्म सुरु भयो। त्यस पछाडिको मुक्तक एउटा मैले तपाईँलाई सुनाउँछु। दुनिया केटाली फिल्म हल जानी उसले, दुनिया केटाली फिल्म हल जानी उसले, जान्न भन्दा नि घिच्याएर तानी उसले। मैले त मलाई नि मन पराएकी होला भनेर अङ्गालो हालिदिएको त, मैले त मलाई नि मन पराएकी होला भनेर अङ्गालो हालिदिएको त, लैनो गाली चाहिँ फ्याट्टा लाग्तीले हानी उसले। हाँसोको रूपमा लिनु होला, व्यङ्ग्यको रूपमा लिनु होला। म युट्युब च्यानल टेस्टिङको लागि यो केही नयाँ कुराहरू र तपाईँहरूले पक्कै पनि साथ दिनुहुनेछ भनेर हाम्रो परीक्षण प्रसारणको लागि यो भिडियो सुट गरिरहेको छु। आगामी दिनमा अत्यन्तै रमाइलो खालको नयाँ मुक्तक अथवा नयाँ प्रस्तुतिसहित नयाँ श्रृङ्खलाहरू लिएर पनि आउनेछु। यहाँहरूले हाम्रो च्यानललाई, यो भिडियो अपलोड भएको च्यानललाई एकचोटि सब्सक्राइब गर्न हेरिसके पछाडि नबिर्सिनु होला, तलपट्टि सब्सक्राइब गरिदिनु होला। त्यसको लागि तपाईँप्रति म आभारी रहनेछु। यहाँहरूलाई यस्तै रमाइलो खालको प्रस्तुति लिएर मनोरञ्जन दिनका लागि मुस्लिमहरूको दोस्रो ठुलो चाड बकर ईदको पहिलो दिन सेप्टेम्बर 1 तारिकको दिन बहराइन अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनले आयोजना गरेको एउटा कार्यक्रम छ, जुन कार्यक्रमको नाम आइएएफ सिङ्गिङ आइडल सिजन 2 अकेस्टिक आइडल 2017 रहेको छ, जुन बहराइनमा हुँदैछ। मैले अघि नै भनेको छु। र विभिन्न सुदूरपश्चिमतिर लुकेर रहेको अथवा त्यहाँ रहेको छाउडी प्रथा अन्त्यको लागि सहयोगार्थ यो कार्यक्रम सञ्चालन हुँदैछ, जुन सेप्टेम्बर 1 तारिकको दिनमा रहनेछ। र त्यसको लागि नेपालबाट यहाँहरूलाई भरपुर मनोरञ्जन दिनको लागि म सुरज भिरखैरे बहराइन आउँदैछु। बेलुकाको 6 बजेदेखि सुरु हुने कार्यक्रम डेलमन होटल
मनमा बहराइनमा यहाँहरू सम्पूर्णलाई चुले निम्तो दिन चाहन्छु। यहाँहरू सबैको उपस्थित हुनेछ भन्ने आशा गर्दछु। धन्यवाद। यहाँहरू अहिले हेरिरहनु भएको छ दर्शन नेपाल टिभी।